अंडाको सेतो भाग, नुन र बेसार हालेर मासु म्यारिनेट गर्ने, अलिकति लसुन, 2टा प्याज, एउटा क्याप्सिकम, 3टा गोलभेडा, चम्चाको 1 चम्चा मैदा, ठुलो चम्चाको 1 चम्चा कर्नफ्लोर, सानो चम्चाले कर्नफ्लोर, ठुलोले चाहिँ मैदा। तेल राम्ररी तातेपछि एउटा एउटा गर्दै मासु हाल्ने, मासु यतिको रातो भएपछि निकाल्ने। अनि सानो चम्चाको 1 चम्चा सोया सस, ठुलो चम्चाको चाहिँ केचप हाल्नको लागि 1 चम्चा मात्रै भन्छ केचप सोया सस, अनि केचप चाहिँ 2.5 चम्चा हाल्ने। अनि त्यसैगरी पानी पनि हामी त्यो ठुलो चम्चाले नै हाल्छौं, 2.5 चम्चा पानी पनि। अनि त्यसलाई राम्रोसँग मिक्स गर्ने। अनि एउटा प्यान बसाल्ने 500 को हिटमा, त्यसमा लसुन हाल्ने। सुरुमा ब्राउन हुने बेलासम्म लसुन ब्राउन भएपछि प्याज र क्याप्सिकम एकैचोटी हाल्ने। क्याप्सिकमलाई राम्रोसँग चलाएपछि बेसार अनि नुन हाल्दा चाहिँ हामीले याद गर्नुपर्छ मासुमा पनि नुन अलरेडी छ। त्यसपछि गोलभेडा अनि जिरा धनियाको पाउडर, मिट मसला आधी चम्चा, त्यसलाई राम्रोसँग मिक्स गर्ने। त्यसलाई मिक्स गरिसकेपछि त्यसमा हामीले अघि भुटेको मासु हाल्ने। मासु हालेर राम्रोसँग चलाउने। चलाएपछि अब त्यो सोया ससको र केचपको मिक्सर हाल्ने त्यसलाई, अनि एकैछिन चलाएपछि हाम्रो चिकन चिल्ली रेडी भयो।